गाइज 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 यस्तो छ हात्ती भाइ हात्ती आएर म ससुर हात्तीले रुँदै छ यहाँनिर त्यस्तो खालको पनि सिनहरु एकदम राम्रो छ यहाँ देख्न सक्नुहुन्छ तल पुल देखिने पुल छ अनि त्यहाँ टर्ने वाल चाहिँ खतरा हुन्छ अनि यहाँ हाम्रो गाइजहरु यो सक्छन् कोही कान लेखेको छ भिडियो बनाउने कोही के बनाउने हैन कोही गाइड छ कोही स्याट भयो एक खाएपछि सारा मान्छे स्याट भइन्छ गाइजहरु यस्तो राम्रो गाउँदै हुनुहुन्छ हेलो गाइस वेलकम टु निनीको ब्लगमा हजुरहरूलाई स्वागत छ वेलकम छ आज हामी कहाँ जाँदैछौँ भने हामी ओसो पार्क श्रम सांस्कृतिक पार्क पनि भन्छ आराध धारण पनि भन्छ धेरैवटा नाम दिएको पार्क अनि आज चाहिँ उहाँ हैन आज चाहिँ उहाँ राजी समालको लुक्समा हुन्छ कस्तो छु म गर्दिन न यस्तो हाट के भन्छ यहाँ हुनुहुन्छ अर्को उहाँको असिस्टेन्ट हैन गर्नु ब्लग हाम्रो पनि मौला खोल्यो अनि चाहिँ हामी चाहिँ आज मास्क लगाएर जाँदैछ किनभने धुलो उड्छ नि त अनि हामी चाहिँ भिडियो बनाउनको लागि मास्क पनि खोल्नु पर्छ नि त अनि गाइज लोक अब चाहिँ हामी सपारदेखि पनि आइसकेको छौँ तर यहाँनिर 0 पोइन्टसम्म मात्र ल्याइदिनु भएको छ अब चाहिँ हामी हेर्दै जाने बेला भएको छ अनि छाता पनि ल्याइनौँ एउटा मात्र छाता छ हामी छौँ 5 जना कसरी जानु घाम यस्तो राम्रो घाम छ आज त सबैको थोप्रो देखाउँ है हाम्रो कि मास्क पनि यसो गरौँ है अब मास्क लाउनुपर्छ नि त मान्छेले देख्छ त्यही भएर सामने त मलाई हेर्छ हाँस्छ यार कस्तो छ म देखिरहेको छ हाम्रो छ सबैले म सामने मलाई हेर्दै हाँस्छ त यस्तो राम्रो यहाँ देख्न कस्तो देखिरहेको छु गाइजहरु कमेन्ट गर्नु न यार मेरो यहाँ पार्टनरहरु हाँसेर मेरो ज्यान देखेर राम्रो न राम्रो देखिरहेको हैन किन सके चिसो छैन थ्यांक यू जाने खाने हाम्रो पसिना हेर न गाह्रो छ अलिकति हेर्नु पाएन पसिना निकालेर अब त साँच्चैकै गर्मी आम चढेछ गाइज 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 यहाँ जस्तो छ यहाँ के हात्ती भाइ हात्ती आयो लास्टमा म उसको सुर हात्तीले रुँदैछ यहाँनिर अब चाहिँ हामी यहाँदेखि जान्छौँ गाइजहरू अब चाहिँ हामी हेर्न सक्नुहुन्छ आइसकेको छौँ अलिक टाढैदेखि हामी यसो हेर्दै 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 पहिला यस्तो कस्तो थियो अहिले के भइसक्यो भन्दै हामी बोल्दै आउँदैछौँ अनि चाहिँ यहाँनिर चाहिँ आइसकेका छौँ अब भने हामी त्यो दोस्रो चोटिको हाम्रो अनि भ्रमण हो अघिल्लो चोटि नै हामी आइसकेका छौँ एकचोटि चाहिँ अहिले चाहिँ के कस्तो परिवर्तन भयो कहाँ विकास भयो अनि कहाँ थप घट भयो भन्ने कुरा चाहिँ हामी पुरै यहाँ उभिएर पनि हेर्दैछौँ अनि त्यो ठाउँमा पुगेर फेरि पनि हामी हेर्नेछौँ अनि जति हेर्दा पनि यो पार्कले चाहिँ कहिले पनि चित्त नबुझ्ने मोहनी लगाएको छ अलिकति बिदा पाउने नहुने होइन बिदा मिल्यो कि जहिले ओसो पार्क होइन आराध धारण संस्कृति पार्क भनेर सबैको मुखदेखि फुत्त हुन्छ वचन है ए ल नि त जाउँ न त भन्ने भएर आज पनि हामी आएको छौँ गाइजहरू होइन तर घामले चाहिँ लास्ट मलाई चाहिँ पोलेर आज चाहिँ मेरो 2 पाथी पसिना चाहिँ गइसक्यो घटिसक्नु भयो सिलिम फाइनली गाइज किनकि आज तातो होइन नि यो आज त ड्रेस अब यहाँ तर तातोवाला होइन नि त यो कहाँको तपाईँलाई थाहा छ यो कहाँको हो यो ब्रान्ड हो यो युकेको ब्रान्ड हो नि गाइजहरू युकेदेखि आएको पो त हौ युकेदेखि किनेको पो त हौ अनि युकेदेखि आएको हो नि यो त युकेको यो उपहार स्वरूप यो त कहाँदेखिको हो यो यसको यो होला नि त्यही जापान योदेखि त आउँछ धेरै खै थाइल्यान्ड हो थाइल्यान्डको हरे गाइजहरू आमा यस्तो क्वालिटीवाला लगाउँछन् मान्छेले युकेको थाइल्यान्डको यो चाहिँ यहाँ आउनेहरूको लागि सेवा सुविधा अरे गाइजहरू
आउने जानेको लागि। यहाँनिर चाहिँ गर्मी भयो, आइसक्रिम सबै छ यहाँ, चस्मा, ओ माई गड, झुम्का सब छ यहाँ। यस्तो यस्तो छ, यो सबै हाम्रै सेवा सुविधाको लागि हो। हामीलाई के आवश्यक पर्छ त हामीले किनेर खान सक्छौँ, उहाँहरूले पनि कहाँदेखि ल्याउनुहुन्छ यहाँनिर आएर, किनभने किनिदिनुहुन्छ, के गरिदिनुहुन्छ भनेर हो क्या गाइजहरू। बेसार कसैले घर लिएर जानु होला, आउनु हुनेले चाहिँ हामीलाई फोटो खिच्दैछ ऊ त्यहाँ माथिदेखि। माथि हेर्नु न कस्तो मजाले पुल तर्दै हुनुहुन्छ, कस्तो राम्रो छ गाइज। कहाँ गइसक्नु भयो, माथि पुगिसक्नु भयो यता। यता पनि छिर्थ्यो त, कतादेखि छिर्छ पहिलाको दिनको। कहाँ गएको हाम्रो गाइडहरू त? धेरै जस्तो भिडै हुन्छ, धेरै जस्तो यहाँनिर सबैजना घुम्न आउनुहुन्छ, टाढा टाढा घर पनि आउनुहुन्छ। गन्तव्यमा आइपुगेर थकान मेर्दै हुनु। अता चाहिँ यता घाउ उयो भएर घाउ पाके जस्तो कस्तो ठुलो घाउ छ नि गाइजहरू। यत्रो घाउ भएर पनि ठिमिक 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 हिँडेर सबैभन्दा फर्स्टमा आइपुग्नु भएको। यस्तो ठुलो घाउ छ गाइज। गोर्खाली हो नि त, गोर्खाली भन्छ नि, आफू चाहिँ बेहोस भइसक्यो। 3 खण्डे पुल छ अनि पुरै त्यहाँ तर्ने वार पार गर्ने चाहिँ गर्दै हुन्छ। अनि यता त्यस्तो खालको पार्कहरू छ, यहाँ पुरै रङ्गीचङ्गी गुलाफै गुलाफ फुलिरहेको रहेछ, र आधा कांश चाहिँ फुलिसकेको रहेछ गुलाफको फुलहरू चाहिँ होइन। अनि यहाँ तल देख्न सक्नुहुन्छ बिचरामा, अनि पहिलाको हाम्रो हजुरआमाहरू होला सायद होइन। अनि पुरै अनि भारी बोकेर यता यस्तो अवस्थामा हुनुहुन्छ उहिलेको। अनि पुरै संरचना चाहिँ यहाँ फोटोद्वारा चाहिँ पोस्ट गरेको छन्। अनि यहाँ तल चाहिँ नगर प्रहरी पनि रहेछ, एसडिबी भन्नेमा चाहिँ होइन। अनि यता यस्तो खालको रहेछ गाइजहरू देख्नुहुन्छ तपाईँहरू, यस्तो यस्तो रहेछ। माथि चाहिँ पुरै पहाडको फेदमा, अनि यो सर्दु खोला होला सायद होइन। यो खोला वरिपरि चाहिँ यस्तो खालको पार्क बनेको छ गाइजहरू। यदि तपाईँ आउनुभएको छैन भने आउनु होला, यहाँ यस्तो खालको अनि पुरै मनोरञ्जन दिने पार्कहरू यहाँ बनिरहेको छ। हेर्नु यस्तो छ पुरै हाम्रो गाइजहरू बेहोस अवस्थामा, कोही आफ्नै तालमा दिइराखेको छ, कोही भिडियो बनाउने, कोही के बनाउने होइन, कोही निदाइराखेको पनि छ, कोही स्याट भएर। धेर फ्याट भएपछि साह्रै मान्छे स्याट हुँदो रहेछ, किनकि आफ्नै मासु बोक्न गाह्रो हुँदो रहेछ होइन। हेर्नु त बिचराहरू के गर्नु र। नेपाली त गोर्खाली हुन्छ भन्छन्, तर त्यहाँ 2 मिटरको बाटो हिँडेर आउनु पनि यस्तो अवस्थामा छ नि त। कति हो त हिँड्यो त हौ? अनि खासमा नाप्यो भने 2 मिटर पनि थिएन होला होइन। ए किलोमिटर चाहिँ हो। यता पोज हेर्न, पोज आहा आहा। यो चाहिँ गाइजहरू, यो चाहिँ हैन उयो अन्नपूर्ण पार्क हो। यहाँ चाहिँ विभिन्न किसिमका बिरुवाहरू चाहिँ रोपिएका छन् होइन। तपाईँले के चिन्नुहुन्छ त यो बिरुवाहरू, यो फुलहरू के हो त? हजुर आउनुहोस् तपाईँहरू पनि आफ्नै गाउँठाउँ घुम्नुहोस्, मनोरञ्जन लिनुहोस्। एकदमै त चाहिँ सबैजनालाई आनन्द प्रदान गर्ने यो ठाउँहरू छ गाइजहरू। अब चाहिँ हामी यतामा लाग्छौँ। गेट रहेछ यहाँ गाइजहरू। को के को पो यो? धुपी सल्लाहको राम्रो तरिकाले बनेको नि यस्तो। यो मात्र, यो पनि यो अहिले बनाएको होला। यो सबै फुलहरू अहिले रोपेको, पहिला चाहिँ यो मात्र थियो नि त। अब चाहिँ हामी यो पार्कभित्र पस्छौँ है त। यहाँनिर मिटिङ हाल्नु भएको छ गाइजहरू, यस्तो राम्रो गाउँदै हुनुहुन्छ। यो चाहिँ गीत सुन्नु बस्नु भएको अरे। टिकट काटिसक्नु भयो गाइज, काटिसक्नु भयो होला। टिकट काटिसक्नु भएको छ उहाँले। अब चाहिँ हामी गयौँ।
चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ पैसा नुनको चाहिँ ढाकर बोकेर जानुहुन्थ्यो अनि त्यसलाई चाहिँ पुरै यहाँ फोटोमा चाहिँ म पनि बोकेको छु ल फेरि यस्तै यस्तै बोकेर नि पुरा पक्का तक्लो पहिला अनि यस्तै थियो नि त यो भनेको चाहिँ तोकमा हो बिसाउनु भएको हो गाइजहरू देख्न सक्नुहुन्छ कतिजनाले यस्तो भारी देख्नु ऊ यहाँनिर डाडु पुने ऊ सबै छ कराई आमामामा यहाँ सबै नुन तेल यसरी नै लगेर पहिला सबै नुनहरू यसरी धरानदेखि गाउँ गाउँ लान्थ्यो गाइजहरू यो चाहिँ कराई सबै उयो नै छ नि त्यहाँ यहाँ पनि त्यस्तै छ भन्ने घडी बिचारा खखल पनि यहाँ दुखिसक्यो होला कति खोका उठिसक्यो होला यति बोकेर दुःख गरेपछि फेरि यसरी लाउरे भइन्छ अनि चाहिँ रोप्नुपर्छ लाउरे भएको यो यो चाहिँ राईहरूको चिन्डो खोला न गीत सम्झिनु होला उहाँहरूको चाहिँ मृत्यु भइसकेर यो बनाएको हो उहाँहरूको यसमा चाहिँ मतलब उहाँहरूको सम्झनामा चाहिँ यिनीहरू सबै बनाएको रहेछ गाइजहरू अनि यहाँ देख्न सक्नुहुन्छ नेपालको झन्डा चाहिँ यहाँ चाहिँ हाम्रो यिनीहरू सबै गलेर नै बस्नु चाहिँ कसको सम्झनामा बस्नु कुखुरा भालेको सम्झनामा यो चाहिँ के उल्लु के को हो यो के को चिन्ह ल र अब चाहिँ माटो हुमा मलाई दुख्दैन कुलचा या पूजा फरक पर्दैन देश सोच्नु सकु म देश बोल्न सकु देशकै कर्म गर्न सकु म देशकै लागि मर्न सकु ओ माई गॉड हामी चाहिँ यहाँ गोर्खाली भन्ने यसमा आइसक्यो युनाइटिङ अल द गोर्खास अरे यो चाहिँ गोर्खा वेलफेयरको एउटा के भन्छ पार्क हो होइन यहाँ यसरी ठाउँ यहाँ चाहिँ सबैको आफ्नो अनि आफन्तहरूको चाहिँ स्मृति पार्कहरू बनाएको छ यो सबैको लेखेको छ तपाईँले देख्नुहुन्छ गाइडहरू होइन अनि त्यो यो भित्तामा सबैको आफ्नो नामहरू लेखेको छ कसको चाहिँ देख्नुहुन्छ यहाँ क्रस खुकुरी 4 जोडा खुकुरीलाई चाहिँ क्रस गरेर त्यहाँ अनि चाहिँ गोर्खाली चाहिँ वीर हुन्छ नि यो शक्तिशाली हुन्छ नि भन्ने चाहिँ विशेष गरी देखाउँछ होइन अनि यो चाहिँ एकदमै अहिले चाहिँ पूर्ण रूपमा बनिसकेको रहेछ अस्ति हामी अघि चाहिँ बनिसकेको थिएन अहिले चाहिँ पूर्ण बनेर रहेछ गाई अब चाहिँ हामी गाइजहरू होइन अनि फेरि पनि माथिल्लो स्टेप जाँदैछौँ यो वेदेखि चाहिँ जानुपर्ने रहेछ हामी चाहिँ मिस्टेक वेदेखि गयौँ अनि हाम्रो साथीले पर हेर्दै हुनुहुन्छ उहाँ पछि आउँदै हुनुहुन्छ म चाहिँ अघि जाँदैछु है यस्तो छ है गाइजहरू यहाँ बाटो जस्तो रहेछ त्यस्तो छ होइन यहाँदेखि त्यस्तो छ है यता यस्तो रहेछ त्यस्तो छ हामी जाँदैछौँ यहाँ चाहिँ इन्टेक 1 होइन 1980 नोभेम्बर के चाहिँ हुने रहेछ खास गरी त्यस्तो रहेछ हामी जाँदैछौँ माथि तल टिमहरू पुरै हेर्नु न अवलोकन गर्दैछन् है आफ्नो तरिकाले हामी चाहिँ यो लाबुङ भ्यू पोइन्ट यहाँ चाहिँ जाँदैछौँ यताको बाटोमा होइन यो माथिको भ्यू पोइन्ट चाहिँ लाबुङ रहेछ यस्तो छ यहाँदेखि यो लाबुङ भ्यू पोइन्टदेखि हेर्दाखेरि चाहिँ होइन टिमहरू उकालो चढ्दैछन् यता हेर्नै माथिको लाबुङ भ्यू पोइन्टदेखि हेर्दाखेरिको मेरो युनाइटेड यो गोर्खाको यो पुरै पार्कहरू चाहिँ यस्तो तरिकाको देखिँदो रहेछ यस्तो खालको छ भ्यूहरू तल म्याडिमहरू आउँदैछन् उकालो चाहिँ लाबुङ पोइन्टको लास्ट स्टेज रहेछ होइन योभन्दा माथि नै केही बन्द नयाँ संरचना बन्दै रहेछ भन्नु चाहिँ उहाँले बनाउँदै हुँदो रहेछ काम गर्दै हुनुहुन्छ अनि यो चाहिँ लास्ट रहेछ गाइजहरू हेर्नु है यता अवलोकन गर्नु तपाईँहरूले पनि
हाम्रै भिडियो मार्फत भए पनि यो सबै हेरेर लाइक कमेन्ट सेयर गरिदिन नभुलिदिनु होला। यहाँ उकालो चढ्दै हुने कोलाई चिन्नुहुन्छ म पनि चिन्नु हुनेलाई चाहिँ तर विशेष एक मुर्की हानिदिनु होला। यता अल्छीको माउ हामी फोटोग्राफर आज पछि परेको छिन्। आहा गाइजहरू हामीले चाहिँ माथि घुमेर आइसक्यौँ। अब चाहिँ हामी यहाँ तल लास्ट पोइन्टमा छौँ होइन। हामी लास्ट पोइन्टमा आइसकेको छौँ। यहाँनिर गाइजहरू अब चाहिँ हामी सबै घुमि पनि सकेको छौँ होइन। अनि यहाँनिर सबै लास्ट पोइन्टमा पनि आइसकेको छौँ। अनि हामी चाहिँ आज एकदम रमाइलो भयो घुमेर आएर होइन। सबैजना यहाँनिर चाहिँ फुलको चाहिँ राम्रो छ। अनि सबैजना हामी घुमिसकेको छ। कस्तो भयो आजको घुमाइ भनिदिनु होला। एकदमै घुम्न चाहिँ रमाइलो तर कुद्न नै नसक्ने अवस्थामा गलेर बेहोस। गाइजहरू पूर्व तयारी भएर आउनु होला। अलिक पेट्रोल चाहिँ फुल भरेर आउनु है, बाटैमा सक्दो रहेछ। मेरो भुँडीकी ट्याङ्की फुल थियो, अहिले चाहिँ सानो सानो भइसक्यो। ट्याङ्की नै खाली भइसक्यो गाइजहरू। त्यही भएर म चाहिँ अब फर्किने बेला पुरै हाम्रो ट्याङ्की खाली भइसक्यो गाइजहरू। हामीले एकदमै बाटोमा अब टेम्पो चढेर प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला जसले यो भिडियो हेर्नुहुन्छ। नत्र फेरि आँखामा केही न केही समस्या हुन सक्छ। अनि हजुरहरू पनि आउनु होला हाम्रो सम संस्कृति पार्क धरानमा है गाइजहरू। ओके बाई बाई आई लभ यु। बाई बाई सबैजनालाई मिस यु। सबैभन्दा लास्ट पोइन्ट गाइज यो चाहिँ। यता चाहिँ खाजाहरू सबै नास्ताहरू पाउँछ यता चाहिँ। अनि यो चाहिँ लास्ट पोइन्ट हो त। यहाँ पनि छिरेर जाने अरे नि त। त्यही भएर हामी फेरि यहाँ छिर्दैछौँ। देख्न सक्नुहुन्छ कति राम्रो फुलहरू गाइज। कति राम्रो फुल। अझै पनि यता बनाउँदै हुनुहुन्छ, निर्माण हुँदैछ अझै पनि यता चाहिँ होइन। यो त मरिसकेको छ त बा। सबै बस्ने ठाउँ पछि चाहिँ यहाँ यस्तो राम्रो हुन्छ नि। फन्का हामी यहाँदेखि यस्तो गरेर फन्का घुमेर जान्छौँ। यसरी घुमेर यस्तो फन्का घुम्ने हो। यहाँ फिक्स यो बनाएको होला। अब यहाँ भोलि पर्सि चाहिँ निर्णय हुँदैछ नि त। अब यो पानी उतादेखि हाल्छ कि अब यहाँ उतानेर हाल्ने हो क्या। त्यो भने माछा उयो गर्ने बनाएको हो कि स्विमिङ पुल होइन होला। माछा उयो गर्ने होला। अब यहाँनिर ढलाइ भर्खर गरेको अझै यहाँ पनि हुनै बाँकी हो।